लिम्बुवानको कुरा सुनिएन भने हामी सबै पार्टीका झन्डाहरू फ्याँकेर एउटा लिम्बुवानको लागि फेरि के उठाउनु पर्ने हो उठाउँछौँ है भन्ने एउटा सन्देश दिइरहेको छौँ है। यो कुरामा राज्य एकदम गम्भीर हुनुपर्छ, एकदम गम्भीर हुनु। यहाँ गम्भीर कुरा छ। अहिले हाम्रो माग के भएछ भने कि त सरकारले भन्नु पर्यो ल आजदेखि 1831 को सन्धि सिद्धियो, तिमीहरू जे गर्छौ गर भन्यो भन्नु पर्यो। हामी त्यसको लागि पनि ओके है। यदि अहिलेको सरकारले 1831 को सन्धि सिद्धियो, तिमीहरू अरुण पूर्वका जनता के गर्छौ भनेर उहाँहरूले भन्नुभयो भने त्यो पनि हामीलाई ओके, त्यो पनि स्वीकार्य छ। त्यसको जवाब इटाको जवाब पत्रले दिन हामी तयार भएर उभिएका छौँ मित्रहरू। यो राज्यले यसमा गम्भीर कुरा छ होइन। हाम्रो भनाइ के छ भने 1831 को सन्धि कायम छ, यसलाई सरकारले मान्यता दिनु पर्यो भन्ने हो, यही कुरा छ। र अब यो कुरा गरिरहँदा होइन यो त नयाँ देश बन्ने एउटा लिम्बूहरूले त भाका ल्यायो कि के हो भन्ने पनि छ। के एउटा नयाँ कन्ट्री अरुणपुरको एउटा छुट्टै देश बन्ने लाइनमा हो? त्यो होइन। पृथ्वीनारायण शाह त हिजो अस्तिको। पृथ्वीनारायण शाहभन्दा पहिले यहाँ सेन मकवान विजयपुरमा सेन मकवान र लिम्बुवान बिचमा सहकार्य भयो, विजयपुर राजधानी भयो। विक्रम सम्वत 1668 देखि 1830 सम्म 162 वर्षसम्म श्रीजङ्गा सिंह थेबे र जयस्थिति मल्ल बिचमा कतिपल्ट पत्रचार भइरहेको पत्र त लन्डनमा छ त, भेटियो त त्यहाँ। जयस्थिति मल्ल र श्रीजङ्गा सिंह थेबे बिचमा पत्रचार भएको पत्रहरू लन्डनमा भेटियो। यसको मतलब गोर्खाली आउनुभन्दा अगाडिदेखि लिम्बुवानी जनतालाई नेपालको बारेमा थाहा थियो। त्यसकारणले गर्दा हामी नेपालमा बस्न चाहन्छौँ। नेपाल हाम्रो देश हो, लिम्बुवान हाम्रो घर हो। हामी कहिल्यै पनि राष्ट्रिय अखण्डताबाट टाढा जान सक्दैनौँ। यो कुरा राज्यले स्पष्ट चाहिँ लियोस् भन्ने हामी आग्रह गर्न चाहन्छौँ। तर फेरि त्यसोभन्दा भिजेको मुसा जस्तो लुसुलुसु भएर अब केही चक्लेटहरूमा भुलिएर लिम्बुवानी जनताले आफ्नो हक र अधिकारको कुरा र खास गरी हाम्रो चाहना भनेको लिम्बुवान एउटा स्वायत्त प्रान्त बन्नै पर्छ। न अरुण पूर्व जिल्लामा 9 जिल्लामा लिम्बुवान एउटा प्रान्त बन्नुपर्छ भन्ने जुन हाम्रो आकाङ्क्षा हो, यसमा हामी 1, 2, 3 पछि नहट्ने कुरा हामी उद्घोष गर्न चाहन्छौँ मित्रहरू। आजभन्दा 1400 वर्ष अगाडि लिम्बुवानमा ठुलो एउटा घटना घट्यो। यहाँ यो भूमिमा यहाँ ठुलो क्रान्ति भयो। 5-6 लाख लिम्बूहरू मारामार भयो। यो कहिले भन्दा आजभन्दा 1400 वर्ष अगाडि। त्यसमा चाहिँ केही साथीहरूले अहिले सामाजिक सञ्जालमा के भनेको छ भन्दा त्यो चाहिँ यहाँका 8 किराँती राजा र पछि आएका लिम्बूहरू बिचमा द्वन्द्व भएको हो। त्यसकारणले गर्दा त्यो 8 राजालाई जित्यो। अनि त्यो 10 लिम्बुवानले चाहिँ अहिले त्यो अहिलेका लिम्बूहरू भनेको 10 लिम्बू तिनीहरू शरणार्थी हुन् भन्ने किसिमले सामाजिक सञ्जालमा यसरी गइरहेको छ। म यसको तर्क दिन चाहन्छु। अहिले जस्तो खम्बुवानमा 27-28 वटा भाषा थियो, त्यस्तै आजभन्दा 1400 वर्ष अगाडि लिम्बुवानमा पनि 50-60 वटा भाषा थियो। सुन्नुहोस्, तर त्यतिखेर हाम्रा पुर्खाले लामो सोचे सबैभन्दा भाषामा शक्ति हुन्छ, यो भाषा एउटै बनाउनै पर्छ भन्ने सवाल बहस चर्किँदाखेरि त्यो लिम्बू बिचमा क्रान्ति भएको। त्यो क्रान्तिमा 5-7 लाख लिम्बूहरू मरे आपसमा। तर त्यसले के गर्यो भन्दाखेरि लिम्बूको भाषा 50-60 वटा भाषालाई एउटा भाषा बनायो, जो हाम्रो आज सबभन्दा ठुलो शक्ति छ। ती आजभन्दा 1400 वर्ष अगाडि भाषाका लागि शहीद हुने महान लिम्बुवानी योद्धाहरूलाई जय लिम्बुवान भन्न चाहन्छु मित्रहरू। आज लिम्बूहरू किन स्ट्रङ देखिएका छन् भन्दा 1400 वर्ष अगाडि लिम्बू बिचमा जुन गृहयुद्ध भयो र त्यो गृहयुद्धले हाम्रा 50-60 वटा भाषालाई एउटा भाषा बनायो। त्यो कुराले चाहिँ लिम्बूहरू अलिकति अग्रसर देखिएको छ र त्यसलाई चाहिँ आज सामाजिक सञ्जालमा चाहिँ त्यो चाहिँ लोकल लिम्बू र बाहिरबाट आएका लिम्बूहरूको द्वन्द्व हो। अनि त्यो बाहिरबाट आएका लिम्बूहरूले चाहिँ जिते, अनि त्यो बाहिरबाट आएकाहरूको चाहिँ अहिले हर्ताकर्ता छ भनेर जसरी मिसइन्फर्म गर्ने कोसिस भइरहेछ अहिले सामाजिक सञ्जालमा, त्यसको हामी यसरी खण्डन गर्न चाहन्छौँ।
यो लालमोहर फेक भन्ने कुरा आइरहेको छ सामाजिक सञ्जालमा अहिले, होइन? म उहाँहरूलाई भन्न चाहन्छु, आजभन्दा 11 पुस्ता अगाडि को तपाईँको बाजेको फोटो ल्याउनुहोस् त, छैन त। तर 11 पुस्ता अगाडि बाजेको फोटो नभए तापनि त्यसको कपी बाई कपी बाई कपी बाई कपी तपाईँ त हो नि त, होइन? अहिले त्यसकारणले सबै कपीहरू फेक हुँदैनन्, होइन? यो कुरा हामीले बुझ्नुपर्छ। किनभने कति पुस्तकहरू जलाए त, खम्वानमा कति जलाए, चन्द्र शमशेरको पालामा कति जलाए, त्यो तमोर नदीको गढतिरमा 3 महिनासम्म लिम्बुवानको किताबहरू जलिरह्यो भन्ने त सुन्नुभएको छैन तपाईँले? खम्वानतिर त के गरेछ भन्दा, जब बाबु मर्थ्यो, पहिले बाबु मरेपछि बाबुसँग सम्बन्धित कागजहरू सबै त्यो सँगै गाड्नै पर्ने या जलाउनै पर्ने, त्यस्तो नियम बनाएर राणाहरूले, त्यसरी सबै ध्वस्त भयो। त्यसले गर्दाखेरि त्यो लालमोहर फेक भन्ने जुन साथीभाइले चलाउनु भएको छ, त्यो भ्रम पनि हामीले यसरी चिरेर जान जरुरी छ। र अब अर्को, होइन लिम्बूहरू लडेनन्, पृथ्वीनारायण शाहले खतरक्कै लालमोहर चाहिँ मलाई के अरे दिएको हो भन्ने पनि एउटा सामाजिक सञ्जालमा आइरहेको छ। त्यस्तो होइन, त्यस्तो हुनै सक्दैन। पृथ्वीनारायण शाह जस्तो आफ्नै ससुरालीलाई, आफ्नै जेठानलाई ट्र्यापै काटेर आन्द्राभुँडी निकालिदिने मान्छेले लिम्बूहरूलाई चाहिँ लालमोहर त्यो दिन्छ? होइन। अरुण नदीको बगरमा गोर्खाली सेना र रघु राणा र लिम्बुवानी सेना कान्छो रायको नेतृत्वमा विशाल युद्ध भयो, 1000 जनाभन्दा बढी मान्छे मर्यो। पछाडिबाट लिम्बुवानी शक्तिहरू आएकै गए। जस्तो यहाँ हेर्नुहोस् त, लिम्बुवान सिद्धियो भन्थ्यो त, के को सिद्धिन्छ लिम्बुवान? आज अघिदेखि यहाँ चुम्नु अध्यक्षले भन्नुभएको सबै यहाँ आएका मान्छे सो आएको, राम्रो हामीले व्यवस्थापन गर्ने हुने धरानले आड्दैन, त्यस्तो उर्लेको छ। त्यसले गर्दा मित्रहरू त्यस्तै भयो। 1831 मा अरुण सभाको बगरमा गोर्खालीहरू र लिम्बुवानी बिचमा लड्दा 1000 जनाभन्दा बढी क्षति भइसकेपछि लु सन्धि गरौँ, तिमीहरूको चाहिँ यो सेनमौकानले गरेको सबै थामिदिन्छौँ भनेपछि सन्धि भएको। यो कुरा लिम्बूहरू लडेनन् त्यतिकै दिएको भन्ने सवालका साथीहरूले यो कुरा बुझ्न जरुरी छ। अब लास्ट एउटा कुरा आउँछ, गुनासो। हामीलाई पृथ्वीनारायण शाहले काटिरहँदा तपाईँहरू लिम्बुवानी साथीहरू हामीलाई सहयोग गर्न आउनु भएन भन्ने पनि सबसे ठुलो गुनासो। अहिले होइन, मैले पहिल्यैदेखि सुनेको यो गुनासो छ है। वास्तवमा अब यो गुनासोमा चाहिँ केही न केही कुराहरू हुन सक्छ। खास गरी खम्बुवानमा, तामाङ सालिङमा त खरानी नै मचायो नि त पृथ्वीनारायण शाहले। अब त्यहाँ त्यति सङ्कट पनि थिएन, त्यतिखेर लिम्बुवानको साथीहरू त्यहाँ सहयोग गर्न आएनन् भन्ने एउटा गुनासो चाहिँ छ। हो, यो गुनासोको बारेमा चाहिँ हामीले बसेर छलफल गर्न सकिन्छ। त्यस्ता इतिहासमा केही कमी कमजोरी भएका छन् भने त्यसलाई मिलाएर लान सकिन्छ र लिम्बुवानले कहिल्यै पनि मुडेबल गर्दैन। यो पनि एउटा गुनासो चाहिँ छ। 1831 लालमोहरसँग सम्बन्धित एउटा कमिटी, अब स्थायी कमिटी बन्छ, त्यो सबै दल पक्ष सबै समेटिएको एउटा स्थायी कमिटी बन्छ। त्यसले आफ्नै तालमा काम गरिरहन्छ। सायद पहिलो चरणमा 9 जिल्लामा विशाल आयोजना गर्छ होला, सायद कार्यक्रम थुमथुममा कार्यक्रमहरू गर्छ होला। अब यो कार्यक्रम गर्ने अनि अर्को साउन 22 कहिले आउँछ भनेर ढुकेर सायद अब लिम्बुवान बस्दैन होला र बस्नु पनि हुँदैन होला जस्तो लाग्छ मलाई। कि ढुकेर बस्नु त मित्रहरू, त्यो गर्नु हुँदैन। लिम्बुवान छुट्यो कि काम फेलारे हुन्छ है, सबै बिग्रेर जान्छ। 1831 को यो जुन लालमोहर सन्धि छ, यो हाम्रो मुटु हो। यो कहिलेसम्म मनाउने? यसको पछाडि त भयङ्कर थेसिस छ। यो त हामीले 10,000 वर्षसम्म मनाउने कि संसारमा सबैले सबैलाई हराउँदै आयो। त्यतिखेर एउटा ठुलो सभ्यताले
सानो एउटा भूमि भए पनि नहारेको, खुँडा उठाएको, सन्धि गरेको त्यो लिम्बुवान भएको हुनाले यो सन्धि दिवस, स्वायत्तता दिवस, लालमोहर दिवस, तसल्ली दिवस, कालो दिवस, सेतो दिवस जे भनेर तपाईँले सम्झे पनि साउन 22 गते अबदेखि उता हाम्रो एउटा राष्ट्रिय राजनीतिक चाड बन्नुपर्छ भन्ने आग्रहसहित म बिदा हुन चाहन्छु। सेवारो। जय लिम्बुवान।